हेलो गाइज गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल। स्वागत छ सबैजना सन्चै हुनुहुन्छ होला। धेरै दिनपछि म मेरो साथीहरूसँग साउनको 28 गते डिग्रे साइकुमारी मन्दिर घुम्न गएको थिएँ अनि भिडियो चाहिँ अलिक पछाडि नै राख्नु पर्यो होइन। टाइमको व्यस्तताको कारणले मैले चाहिँ यो भिडियो अलिक पछाडि राखेँ साथीहरू। आज चाहिँ म हजुरहरूलाई मन्दिरको सेरोफेरो कस्तो छ मन्दिर देखाउँदैछु। मन्दिरको शान्त सुन्दर वातावरण सँगसँगै यहाँका रोचक र किंवदन्ती कथाहरू मैले जानेको र सुनेको चिजहरू म हजुरहरूलाई सुनाउन गइराखेको छु। मजाले ध्यान दिएर सुन्नु ल। डिग्रे साइकुमारी मन्दिर चाहिँ रुकुम पश्चिम मुसिकोट नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक महत्त्व बोकेको ऐतिहासिक 300 वर्ष पुरानो होइन द्वापर युगदेखिको पूजा गर्दै आएको यो मन्दिर हो रे होइन। आजभोलि जुन ठाउँमा मन्दिर छ त्यहाँ चाहिँ गोठालाहरू पहिले पशु पक्षीहरू चराउने गर्थे रे होइन। एक दिन चाहिँ त्यही स्थानमा चाहिँ साइकुमारी भगवती देवी प्रकट भएर स्थानीय गोठालाहरूलाई चाहिँ आफ्नो पूजा गर्न र मन्दिर स्थापना गर्न निर्देशन दिनुभएछ। त्यस दिनदेखि त्यसपछि चाहिँ गोठालाहरूलाई अरूलाई पनि भनेर होइन यो मन्दिरको स्थापना गरेर पूजा गर्न सुरु गरियो। त्यहाँदेखि यो मन्दिरमा हरेक वर्ष पूजा हुन थाल्यो होइन। पूजा चाहिँ सधैँ गर्न पाइन्छ। मन्दिरको ढोका चाहिँ सधैँ भक्तहरूको लागि खुल्ला छ। तर पनि विशेष गरी कार्तिक महिनाको हरिबोधनी एकादशीदेखि अनि कार्तिक शुक्ल पूर्णिमासम्म चाहिँ यहाँ डिग्रेमा चाहिँ विशेष ठुलो मेला लाग्छ। त्यतिखेर चाहिँ यो मेला लाग्दाखेरि चाहिँ मैले पूजा गरिराखेको माथिको गुफादेखि होइन पानी थोरै तप्तप चुइने तर मान्छेहरूको भिडमा भरिन्थ्यो कि अनि मेला सकियो जस्तो पानी पनि साथीहरू अनि अझै पनि त्यहाँ अलिअलि पानी चाहिँ भइराखेको हुन्छ। दक्षिणा दिनु मन्दिर बनाएको त्यहाँ भित्र पनि पानी भइराखेको हुन्छ। अब हामीलाई टीका लगाइदिनुस्। टीका र आशीर्वाद लिए है। त्यसपछि मैले लगेको नरिवल पनि डिग्रे मातालाई चाहिँ चढाएँ साथीहरू। यो कलियुगमा चाहिँ मलाई केही पाप गर्नु नपरोस्, कुकर्म गर्नु नपरोस्। जाऊ भित्र भिडियो बनाउनु मिल्दैन रे। हजुरहरूले पनि टाढोदेखि दर्शन गर्नु तल डुकुर्नु आज गरेर हामी चाहिँ फर्किसक्यौँ। अनि मेरो कपाल देखेर चाहिँ म दङ्ग पर्छु साथीहरू। अनि यही क्रममा चाहिँ मैले साथीहरूसँग एउटा सेल्फी पनि लगेँ फर्किँदाखेरि सम्झना होस् भनेर। किप लभिङ किप वाचिङ। त्यसपछि हामी खलङ्गा बजार हुँदै झुलुङ्गे पुलमा जाने निर्णय गरौँ। अनि झुलुङ्गे पुलमा चाहिँ म चाहिँ यस्तो स्टाइल पार्दै घुमेँ होइन यो भाइरल पुलमा। अनि चाहिँ विपना सिस्टरले चाहिँ मेरो भिडियो बनाइदिनु भयो। अनि मेरो कपाल उडाउँदै म चाहिँ पुलमा यता गरेँ उता गरेँ होइन। साथीहरू दौडे फेरि अनि फेरि यता के उता सदस्य सिस्टर फेरि आफ्नै पारामा हुनुहुन्छ होइन। साथीहरू यस्तो छ होइन। यो चाहिँ रुकुमको भाइरल झुलुङ्गे पुल हो। हजुरहरू पनि जानु होला। त्यहाँदेखि पुरा सबै भ्यूहरू देखिन्छ डाँडा काँडा। सिस्टरले चाहिँ डाँडा काँडा देखाउनु भएन, खालि मलाई मात्र देखाउनु भएको थियो। फेरि मोडल जस्तो गरेको फेरि मान्छे चाहिँ मोडल जस्तो छैन। फेरि किप लभिङ किप वाचिङ।